अनि बेलुका चाहिँ हाम्रो पैसा आउँछ। सो बेलुका चाहिँ कति पैसा आयो, 1 महिनामा कति फाइदा भयो भनेर चाहिँ हजुरहरूलाई बताउँछु। हाम्रो चाहिँ 10 महिनाको बङ्गुर चाहिँ 78 केजीको भएको रहेछ। आज 13वटा बङ्गुर थियो, उनीहरूलाई खाना पुऱ्याउन नसकेर हाम्रो बङ्गुर नि मोटाउन पाएको थिएन नि त। आज आइफोन लिन जाने भन्ने कुरा छ। अनि हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। इट्स मी वर्षा गुरुङ फ्रम रामबाच्छाबाट। अनि आज चाहिँ म फेरि मेरो बङ्गुर खोरमा आइसकेको छु। किन भन्दाखेरि चाहिँ हाम्रो चाहिँ आज फेरि एउटा बङ्गुर काट्न लागेको छ। अनि हजुरहरूले सोच्दै हुनुहुन्छ भने कति बङ्गुर काटेको देखाएको, कति बङ्गुर काट्ने उस मात्रै भएको छ भन्छौ भनेर भन्नुहुन्छ भने हाम्रो चाहिँ एउटा बङ्गुरको माउले चाहिँ 11वटा बङ्गुरको बच्चा पाएको थियो। अनि त्यही भएर चाहिँ हाम्रो एकैचोटि हुर्कियो नि त, सबै एकैचोटि हुर्केपछि अब काट्ने बेला पनि भइसक्यो। हाम्रो चाहिँ 9 महिनाको बङ्गुर भइसक्यो। 9 अब त 10 भयो क्या, वैशाखमा 9 महिनाको भयो त्यो 9.5 जति भयो है साथीहरू। अनि हामीले चाहिँ आज काट्न जाँदैछौँ। सो काकाहरू चाहिँ आइसक्नु भएको छ उहाँ काट्नको लागि। मैले हजुरहरूलाई काटेको भिडियोहरू देखाउँछु। योभन्दा अघिल्लो भिडियोमा नि मैले भिडियो गराएको थिएँ, तर त्यति बेला चाहिँ हामी आइसकेको थियौँ नि त। अनि प्याक स्याक गरेर राखिसक्नु भएको थियो। अनि यो काटेको काटमाट गरेको भिडियो पनि मैले धेरै राख्दिनँ, किनभने युट्युबले नि राख्न दिँदैन नि त यस्तो काटमाट गरेको। सो मैले चाहिँ सकेसम्म थोरै राख्छु। हजुरहरूले पुरा भिडियो हेरेर स्किप नगरिकन हेर्न सक्नुहुन्छ। अनि यो एउटा बङ्गुर जस्तै अस्ति 9 महिनाको बङ्गुर काट्यो, अहिले चाहिँ 10 महिनाको काट्दैछौँ। 1 महिनाको फरक छ नि त। अनि 1 महिनामा चाहिँ कतिको नाफा भयो, कतिको घाटा भयो, त्यो चाहिँ हजुरहरूलाई बताउने छु। सो स्किप नगरिकन हेर्नु होला। अनि 1 महिनामा चाहिँ के फरक हुन्छ है त, जस्तै 9 महिनामा बेचेको बङ्गुर र 10 महिनामा बेचेको बङ्गुरलाई चाहिँ के फरक हुन्छ भनेर हजुरहरूलाई बताउन जाँदैछु। सो किप वाचिङ। म चाहिँ माथि देखाउँछु। उहाँ चाहिँ त्यो जलाउँदै हुनुहुन्छ कि। अनि यस्तो जलाएको भिडियोहरू चाहिँ हामीले गराउन मिल्दैन, युट्युबले पनि फालिदिन्छ। यसरी जलाउँदै हुनुहुन्छ रहेछ। काका त्यो खुनहरू पनि सफा गरिदियो। काकाहरूको हतियारहरू डब्बा के लिएर आउने दाउराहरू ल काट्ने कुरा दुईटा, एउटा छ दुईटा लिएर आउनु। ए लाउनु काका त्यो अर्को पनि छ हो, त्यहाँ उहाँ बोरामा छ।
पिसाब बन्द भएको पिसाब बन्द भएछ त्यत्रो भएछ ए पैसा लिन आउने हो मासु ल्याउने हो कति पिसाब थैलियो त्यो काट्दैछ कति धेरै ल ल ओ पैसा पनि छ त्यहाँ थोरै लानुपर्छ नि बोसो बढी रहेछ क्या पानी तान्नुपर्छ बाहिर छिटै भयो फेरि निस्क्यो मासु लिएर जान सक्छ कता तलबाट सक्दैन क्या खुनै खुन भएछ क्या नानी अन्त त्यो भन्ने गयो अङ्कलको हात भाङ्गियो जस्तो छ माहाले खाना पाएपछि त्यसलाई त्यसमा उठाएर हालिदिने यति उठाएर हालिदिने खुट्टा काटेर खुट्टा काटेर हालिदिने सजिलो हुन्छ
हेर गइदिन्छु है म त अफिस जाने बेला भएछ 8:30 भइसकेछ कि चाहिँ त्यहाँ अझै काट्दै हुनुहुन्छ मलाई चाहिँ यहाँ अफिस जानु ढिलो भयो त्यही भएर हामी चाहिँ जाँदैछौँ काकाले चाहिँ उहाँ माथि पुऱ्याएर राखिदिनु भयो आधी बोरा चाहिँ मैले लानुपर्ने भयो उहाँ तल काकाको घरसम्म किनभने 2 बोरा हुन्छ काकाले 2 बोरा बोकेर ल्याउन सक्नुहुन्न सो मैले लगेर छोडिदिन्छु त्यहाँ काकाले स्टार्ट गरेर नै राखिदिनु भएको छ त्यहाँ अनि बेलुका चाहिँ हाम्रो पैसा आउँछ सो बेलुका चाहिँ कति पैसा आयो 1 महिनामा कति फाइदा भयो भनेर चाहिँ हजुरहरूलाई बताउँछु अनि म चाहिँ छिटछिट जानुपर्ने भयो 8:30 भइसक्यो म 5 मिनटमा अफिस पुग्नुपर्छ अब हेर्नु कसरी पुग्ने हो कपडा सपडा लगाएको छैन के छैन ओहो ढिलो भयो नि साथीहरू हाम्रो चाहिँ पैसा आइसकेको छ यसमा चाहिँ हाम्रो कति छ भन्दाखेरि चाहिँ 34,320 रुपियाँ छ हाम्रो चाहिँ 78 केजीको भइसकेको रहेछ बङ्गुर चाहिँ म चाहिँ बिहान अफिस जानुपर्ने कारणले गर्दा एकदम हतारमा भिडियोहरू बनाएँ किनभने म चाहिँ 8:55 तिरै अफिस पुग्नुपर्छ नि त अनि 8:30 भइसकेको थियो अनि बङ्गुरको मासु त्यहाँ तल पुऱ्याएर अनि मलाई चाहिँ अङ्कलहरूले पैसा ल्याइदिइसक्नु भएको रहेछ यहाँ चाहिँ हाम्रो छ 34,320 रुपियाँ 78 केजीको अनि यो पालि चाहिँ हाम्रो कतिले बढी 8 किलोले बढी रहेछ कि होइन आधी महिना पालेको 8 किलोले बढी भइदियो हाम्रो चाहिँ 10 महिनाको बङ्गुर चाहिँ 78 केजीको भएको रहेछ अहिले चाहिँ अनि अस्ति चाहिँ हाम्रो 9 महिनाको थियो नि त 9 महिनाको 70 केजी 68 केजी 62 केजीको थियो तर यति 1 महिनाले नि एकदम इफेक्ट पार्ने रहेछ नि त अनि हाम्रो चाहिँ यस्तो भयो कि पहिला चाहिँ 13वटा बङ्गुर थियो उनीहरूलाई खाना पुर्याउन नसकेर हाम्रो बङ्गुर नि मोटाउन पाएको थिएन नि त अहिले चाहिँ हाम्रो 3टा 4वटा मात्रै छ उनीहरूलाई भात इनफ भइरहेको छ त्यही भएर नि मोटाएको होला सायद तलको नि हामीले त 100 केजी त बनाउँछौँ होला सायद है मेबी यदि बनाउन नसके पनि 80सम्म त पुग्छ अनि आजको चाहिँ हाम्रो कमाइ यति नै हो अनि अब चाहिँ हामी आज आइफोन लिन जाने भन्ने कुरा छ अनि अब हामी आइफोन जान्छौँ सो त्यो भिडियो हेर्नु भएको छैन भने क्लिक गरेर हेर्न सक्नुहुन्छ मेरो प्रोफाइल भ्यू गरेर हेर्न सक्नुहुन्छ यदि हजुरहरूले यो भिडियो मन पराइदिनु भयो भने सब्सक्राइब गर्नु होला अनि नेक्स्ट भिडियो चाहिँ एकदम राम्रो आउनेछ सो सब्सक्राइब गरेर राख्नु होला थ्याङ्क्स फर वाचिङ बाई बाई